के तपाईले कहिल्यै महसुस गर्नुभयो कि तपाईको मनले तपाईलाई नियन्त्रण गर्छ? आज हामी सिक्नेछौं 5 शक्तिशाली तरिका जसले तपाईको मनलाई अनुशासित बनाउँछ। टिप 1। सबैभन्दा पहिलो तरिका, आफ्नो आपसमा सकारात्मक कुरा गर्नुहोस्। म सक्छु, म सिक्छु, यसले तपाईको मनलाई उत्साहित गर्छ। टिप 2। लक्ष्य निर्धारण। दोस्रो, स्पष्ट र सशक्त लक्ष्य बनाउनुहोस्। मन जब जान्दछ कहाँ जानु छ, तब स्वतः अनुशासित हुन्छ। टिप 3। समय प्रबन्धन। तेस्रो, आफ्नो समय व्यवस्थापन गर्नुहोस्। सही समय व्यवस्थापनले मनलाई शान्त र फोकस्ड बनाउँछ। टिप 4। ध्यान मेडिटेसन। ध्यान गर्नुहोस्। ध्यानले मनको बेचैनी कम गर्छ, विचारहरू स्पष्ट हुन्छन् र तपाईँ आफैको साक्षी बन्नुहुन्छ। टिप 5। शारीरिक व्यायाम। पाँचौं, नियमित व्यायाम। शरीर सक्रिय रहँदा मन पनि स्थिर र सकारात्मक रहन्छ। यी 5 तरिकाहरू अभ्यास गर्न थाल्नुहोस् र आफ्नो मनको शक्ति अनुभव गर्नुहोस्। अब मन तपाईको अधीनमा छ।